हजुर 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 यो उहाँको चाहिँ आज चाहिँ उहाँ स्कुटरको चाहिँ जम्मा 2 दिन हुँदैछ र हामी चाहिँ तपाईहरुलाई चाहिँ यसै गरी एकजना चाहिँ पछि लागेर जिरो लेभललाई चाहिँ हामीले लड्न नदिइकन मजाले इन्स्ट्रक्सन दिइकन तपाईहरुलाई भोलि तपाईहरुलाई चाहिँ के गर्ने कसो गर्ने भनेर चाहिँ बोल्दै बोल्दै बाटोमा मजाले हामीहरु कभर गर्न लाउँछौं र एकजना स्कुटरमा एकजना बाइकमा एकजना चाहिँ तपाईको स्ट्रक्चर हुन्छ नै है तपाईहरु चाहिँ ढुक्क भएर आउँदा हुन्छ मजाले सिकेर जानु होला र आनन्दले मेन कुरो भनेको चाहिँ लाइसेन्स लिएपछि आनन्दै आउँछ नि त मान्छेलाई अलिकति लाइसेन्स आइसकेपछि मजाले एकदम ढुक्क हुन्छ नि त बाटो मिनालाई त्यही हो त्यही भएर चाँडै सिक्ने भए चाहिँ खाडादेवी ड्राइभिङ सेन्टरलाई सम्झिनु होला है त मेन कुरो चाहिँ हामीले सिक्दाखेरि कहिले पनि गाई गरेर त दौडाउनु भएन एकदम स्लोमा एकदम स्लो गरेर सिक्नु पर्ने हुन्छ है स्लो गर्दै एकदम कन्ट्रोल आफूले आफूलाई कन्ट्रोलमा राख्नु चाहिँ कोसिस गर्नु पर्यो मेन कुरा है यो कुरा याद राख्नुस्